हेलो एभ्रिवान, गुड इभिनिङ। र यो भिडियो चाहिँ हिजो बिहाको हो है, र मैले भोलिहाल्छु भनेको थिएँ। र छोटो छोटो क्लिप्सलाई लिएर चाहिँ मैले एउटा सर्ट भिडियो बनाएको छु है। र पहिला सर्ट चाहिँ गाडी ऱ्यासिङ गर्दै थियो, र गाडी चाहिँ थियो हाम्रो अनान सरको है। र बेहुला बेहुली निस्किसकेपछि चाहिँ हल्का भिडियोहरू गऱ्यो है। फोटोसुट गरेपछि चाहिँ आनन्द सरले लगेर जानुभयो। र यहाँनिर बेहुलीलाई गाउनहरू उचाल्ने चाहिँ हाम्रो रोजी दिदी हुनुहुन्छ है, रिना दिदीको बहिनी। अनि म चाहिँ अलिकति ढिलो गएँ, अन्त टी रिजोर्टमा पुगेँ है। पुग्योपछि चाहिँ अनि यहाँको डेकोरेसन चाहिँ यस्तो दामी गरेको थियो है, रोजै मात्रै थियो है। अनि बाटोमा रिना दिदी आउनुभएछ, अनि मेरो चाहिँ अलिकति साडी नमिल्दा रिना दिदीले मिलाइदिनु भयो है। र आजको बेहुला बेहुलीको एउटा यो चाहिँ यस्तो दामी बनाएर राखेको रहेछ है। र यहाँभित्र चाहिँ बेहुला बेहुली है, यहाँनिर आफ्नो मान्छेहरूसँग फोटो खिच्ने काम भइरहेको थियो, भिडियो गर्ने है। र मैले पनि बेहुला बेहुलीलाई खदा लगाइदिएँ, र मिश्रा सरलाई पनि खदा लगाएँ है। किनभने गिफ्ट चाहिँ दिनँ, र गिफ्ट चाहिँ नो गिफ्ट भनेर कार्डमा नै छापिएको थियो है। त्यो भएर मैले पनि खदा मात्रै लगाइदिएँ, आशीर्वाद दिएँ है। र छोटो भिडियोहरू पनि गरी मागेँ मैले पनि, अनि फोटोहरू खिचेँ सर मिसहरूसँग है। र त्यस पछाडि चाहिँ म बाहिर चिया खानुको लागि स्न्याक्सहरू रहेछ है, कोल्ड ड्रिङ्क्सहरू रहेछ। र यहाँको भ्यू पनि चाहिँ यति दामी छ है, मलाई एकदमै मनपर्छ। हजुरहरूले पनि हेर्नु सक्नुहुनेछ, हिजोको भिडियोमा पनि मैले ल्याएको छु। र यस्तो दामी है। अनि म पनि बाहिरबाट अलिकति हल्का स्न्याक्स र कोल्ड ड्रिङ्क्स लिएर बसेँ। यहाँहरू चाहिँ रोजी दिदीको सासू ससुरा हुनुहुन्छ, उहाँहरू चाहिँ नेपाल चितवनबाट आउनुभएको है। अनि त्यहाँबाट उहाँहरूसँग बसेर मैले पनि कोल्ड ड्रिङ्क्सहरू लिएँ होइन। त्यहाँबाट यहाँभित्र चाहिँ यहाँनिर आउनु थालिसकेको थियो है गेस्टहरू चाहिँ। र यहाँ केक पनि बनाएर ल्याउनु भएको रहेछ होइन। त्यहाँबाट मैले हल्का भिडियोहरू चाहिँ लिएँ। त्यो पछाडि चाहिँ म पनि अलिकति बिजी भएँ है। र चाहिँ खाना खाने टाइम चाहिँ 4:30 भइसक्यो, र नानीहरू पनि आएछ स्कुल छुट्टी भएर। म पनि खाना खानु गएको, आलिया है, नानीहरू 3जना श्रुडिसा र शिक्षा पनि आइपुगेछ। र उहाँहरूको नि भिडियो हल्का लिएको, नानीहरू हाँस्दै रेला गर्दै थियो। त्यहाँबाट चाहिँ म पनि हाम्रो भाइहरूसँग खाना खानु बसेँ है। र मेरो साथीहरूसँग चाहिँ भेट्नै पाएको थिएन, म अलिकति बिजी भएँ। र साथीहरू पनि सबैजना खाना खानेमै भेटाएँ है। र सबैजनाको मैले पनि हल्का छोटो छोटो भिडियोहरू लिएँ, क्लिप्स है। अनि उनीहरूसँग रेला गर्दै हाम्रो भाइहरूसँग, भाइ अब सागर दाजु दोर्जे दाजु हुनुहुन्थ्यो, कमल हुनुहुन्थ्यो, सबैजना रेला त गर्छ है। सबैजना हाम्रो दिदीहरूलाई पनि भेटाएँ खाना खाने ठाउँमै। उहाँहरू चाहिँ अलिक ढिलो आउनु भएको थियो नि त, र खाना खाँदा चाहिँ सँगै भयौँ। र त्यस पछाडि चाहिँ म सेकेन्ड फ्लोरमा झरेँ है। सेकेन्ड फ्लोरमा झरेर चाहिँ हल्का भ्यू पोइन्ट लिएँ। यहाँको यति साह्रो दामी छ, मलाई त एकदमै मनपर्छ। हेर्नुहोस् न, एकदम नेचुरल हावा पनि खोलाको तल है, हेरिहाल्नुहोस् है, त्यहीँ छेउमै छ नि त खोला। र त्यो पछाडि चाहिँ मैले पनि हल्का फोटोहरू खिचेँ। र यामिसहरू पनि भिडियो गर्नु हुँदै थियो, फोटोहरू लिनु हुँदै थियो। विद्याज्योतिबाट आउनु भएको है, सरको सबैजना स्टाफहरू है। र बेलुकाको नाइटको पनि मैले हल्का छोटो छोटो भिडियोहरू चाहिँ लिएँ है। र त्यस पछाडि चाहिँ यहाँनिर गीतहरू गाउने, डान्सहरू गर्ने। Maybe